चरण मेरो आसित सदा चरणको पास मेरो ब्रजरासको मुरली धुन्थ्यो ब्रजरासको मुरली धुन्थ्यो मनमा सदा मेरो गुरुकै चरण मेरो आसित सदा चरणको पास मेरो
साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे अनेकजन्म संभोगं कारणमण्डलविरायिणे ज्ञानदात्रे च तस्मै निरन्तर शिव महापुराण का परम पावन मधुर अवसरलाई वाचन गर्दै बस्नुहुने पूजनीय गुरुदेव आचार्यको भूमिकालाई स्वीकार गरेर बस्नुहुने परमादरणीय पूजनीय गुरुदेव गणेशको भूमिकामा बस्नुहुने परमादरणीय गुरुदेव वर्ण भएर बस्नुहुने विप्रजन शिव महापुराण रूपी परम पावन विषयहरूमा सङ्गीतका रङ्गलाई विश्राम गरिसकेका छन्। अब भने भगवानको दिव्य आरती गरौँ। आरती पश्चात पुष्पाञ्जलि तत्पश्चात भगवान भूत भावना काल भैरवको सुन्दर भैरवाष्टकको पाठ गर्दै आज शिव कथामा प्रविष्ट गरिनेछ। ज्ञान भक्ति र वैराग्यमय अखण्ड अविरत प्रभावान शिव कथा रूपी शिव गङ्गामा अवदान गर्ने जीवनलाई कृता गरिनेछ। सबै परिवारजन उपस्थित भएर आरतीमा संलग्न भएर जीवनलाई कृता गर्नुहुनेछ गर्दै हामी सबै मिलेर आरतीलाई सम्मान गर्नेछौँ भन्ने आशा गर्छौँ। आत्मा शनिप्रदा शनिपशु शनिलोक शनिभय शनिअग्नि प्रदां बहुलां मे गर्भोत्पन्नं पयोरेतो अस्मासुदं कदली गर्भसम्भोतं गणसारमनोहरम् आरातिक्यं महमुकुर्वे पश्य मे वरदो। हरि ओम जय शिव ओंकारा प्रभु हर शिव ओंकारा ब्रह्मा विष्णु सदा शिव ब्रह्मा विष्णु सदा शिव हर भागी धारा ओम हर 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 महादेव।
त्रिशूल धरना त्रिशूल धरना जग करता जग हरता जग करता जग हरता जग पालन करता ओ हर 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 ब्रह्मा विष्णु सदा शिव जानता विवेका शिव जानता विवेका करुणाचल की भक्ति करुणाचल के भक्ति ये तीनों एका ओ हर 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 महादेव। सावित्री सूर्यनारायण भगवान की, उमा महेश्वर भगवान की।
महाभक्षक काल भैरव काशीपुराधीश भगवान श्री किमकास्तो हि कस्तो हि सतीले विभिन्न प्रश्न गर्नुभएको छ। भगवान भोलेनाथ असाध्यै प्रियजन असाध्यै वैरागी भन्नु सतीको यो कृत्यले भगवान भोलेनाथको मन भाँच्यो। मनबाट सतीलाई भोलेनाथले त्याग गर्नुभयो। सती दिव्यवार 1000 वर्ष शिवको सेवा गर्दै बस्नुभयो। भगवान शिव भने प्रियजन देवसभामा देवताहरूको सभा चलिरहेको थियो। यही दक्षिणा गरिदिनुभयो। सबै देवताहरूले मेरो सम्मान गरे तर भगवान शिवले मेरो सम्मान गर्ने आवश्यकता भन्नुभयो। भगवान शिवले भगवान यस्तो हुनुहुन्छ। भगवानले कसैलाई मान गर्नुपर्ने थिएन, सम्मान गर्नुपर्ने थिएन। त्यस कारण भगवानले मेरो सम्मान गर्नुभयो। अब दक्ष प्रजापति बडो रुष्ट भयो। उहाँले मेरो सम्मान गरे तर तिमीले बुझेर मेरो सम्मान गरेन। हेर्नुहोस् भगवानमा कस्तो हुन्छ। भगवानबाट सम्मान खोज्दैछ दक्ष। भगवानबाट शिवबाट पनि हे ब्रह्मचापल्यात् सप्तोयं दक्ष कुर्वते वृथोपासिता शैव दुष्टो दक्षले अनेक प्रकारको प्रश्नहरूको बुद्धि आयो दक्षलाई। जुन भगवान शिवले वेद हुनुहुन्छ त्यस्ता वेद पुरुषहरूलाई वेद बाहिर आउनुपर्छ भनेर श्राप गर्दैछ। तथा तिमीहरूले वेदको मार्गलाई त्याग्नुपर्छ। शिवका भक्तहरू श्मशानमा बस्दछन्। वेदको बन्धनमा छैनन्। शिव भक्तहरू स्वतन्त्र छन्। वेदको कर्मको संस्कारले शिव भक्तहरूलाई कहिल्यै बान्दैन। वेदको डोरीले शिव भक्तहरू बाँधिँदैन। स्वतन्त्र छ र सदैव साधनाद्वारा परब्रह्मको निर्विकल्प ब्रह्मको ध्यान गरिरहन्छ। तिमीहरू पाखण्डवादलाई मान्ने बन भनेर श्रापित गरियो। वेदभन्दा बाहिर गएपछि पाखण्ड मान्दछ जनापतिले दिएछ। परन्तु शिवका जुन भक्तहरू छन् श्मशान आदिमा बस्दछन् तिनीहरू पाखण्ड वस्तु त होइनन्। तिनीहरू वेद मार्गबाट बाहिर बस्छन्। यो पनि श्रापका कारण दक्षको श्रापको कारण। अनि तिमीहरू जटा धारण गर्नेवाला बन, गलामा अस्थिको माला लाउनेवाला बन भनेर अघोर बाटो लाग्ने अघोर पन्थका साधुहरूका निम्ति श्राप भयो। भगवानको इच्छाले दक्षले यसरी श्रापित गर्नु। इति सत्तास्तमङ्करः भगवान शिवका सेना सैन्यहरूलाई गणहरूलाई यसरी श्रापित गरिदिए दक्षले। शिवतत्त्वम् अजानत हे सधे मूर्ख हे महामूर्ख दक्ष तिमीले बिना हकमा शिवका भक्तहरूलाई निन्दा गरे। ब्रह्म जान्दछु भने छैन। हेर तिमी ब्रह्म जान्दैनौ। निर्गुण परब्रह्म परमात्मा काशी सारे उम्र तेरी पूजा करो बन कर तेरी दासी। ऐसा डमरू बजाया भोलेनाथ ने सारा कैलाश पर्वत मगन हो गया। भोलेनाथ ने सारा कैलाश पर्वत मगन हो गया। 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 ऐसा डमरू बजाया भोलेनाथ ने सारा कैलाश पर्वत मगन हो गया।
को सुनकर भी कान्हा जी आए, डमरू को सुनकर भी कान्हा जी आए, कान्हा जी आए संग राधा जी आए। वहाँ सखियों का मन भी मगन हो गया, ऐसा डमरू बनाया भोलेनाथ ने। वहाँ सखियों का मन भी मगन हो गया, ऐसा डमरू बनाया भोलेनाथ ने। संभो डमरू को सुनकर भी गणपत चले, डमरू को सुनकर भी गणपत चले, गणपत चले संग कार्तिक चले। वहाँ अम्बे का मन भी मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया। वहाँ अम्बे का मन भी मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया। ऐसा डमरू बजाया भोलेनाथ ने, सारा कैलाश पर्वत मगन हो गया। शंभू 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 सुनकर भी रामा जी आए, डमरू को सुनकर भी रामा जी आए, रामा जी आए संग लक्ष्मण जी आए। भैया सीता का मन भी मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया। भैया सीता का मन भी मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया। ऐसा डमरू बजाया भोलेनाथ ने, सारा कैलाश पर्वत मगन हो गया। ऐसा डमरू बजाया भोलेनाथ ने, सारा कैलाश पर्वत मगन हो गया। सारा कैलाश पर्वत मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया। भगवान की जय हो। भगवत प्रेम सज्जन भगवान शिवले वीर भगवत प्रेम सज्जन भगवती पार्वती का आगमन रहेको छ। जाति को रूपमा एकपल्ट जोरदार तालीले स्वागत सम्मान गरेको जोरदार तालीले स्वागत गरेको हो। सरस्वती शास्त्री नंदी महाराज जय नंदी महाराज की जय, नंदी महाराज की जय, शंकर भगवान की जय, गिरिजापति भगवान की जय हो। भागवत प्रेम सज्जन नंदी प्रेमी सहित भगवान ओम स्वस्ति न इंद्रो वृत्रश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तारसो हरिष्ठनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। मंगलम भगवान् शंभो मंगलम वृषभध्वज मंगलम पुंडरीकाक्ष मंगलाय मंगलम पार्वतीनाथ मंगलाय मनोहर। उमामहेश्वर भगवान को जय हो, गिरिजापति भगवान को जय जय हो। हम प्रियजन ये विवाह के शुभ अवसर में सुंदर भक्ति संगीत भगवान को यजन करो र प्रसन्न भएर नाचौँ।
सीमा आउनु घरवालालाई म खुसी छु दर्शन पाएर म खुसी छु दर्शन पाएर
Hare
बस स्ट्यान्डको एटिएम छ नि बस स्ट्यान्डको छेउमा मिठाई हेरेको भगवान शिवकामना कामभाव सञ्चय भए विकसित भए लल्ला संगठन गर्न सुरु गर्नुभयो। समय नभइकन वसन्तको प्रारम्भ भयो। प्रातःकालीन समयमा सूर्यको उदयसँगै ताराहरू सुरु भयो। रूपहरूका साथै सुन्दर घाँसमा लिएर वायु प्रवाह भयो। मन धन सुगन्ध लिएर भगवान शिवकामना कामभाव तर कामदेवलाई जित्न सक्ने क्षमता स्वयं रुद्रमा हुनेछ। यस्तो हो कामदेव पछि देवी अप्सरासँग भुलिएर संसारमा पर्नु। त्यो मात्रै होइन, धेरै मुनिहरूले विवाह गर्नुभएको छ। हजारौँ वर्ष तपस्या गरेर अन्तमा विवाह गर्नुभएको छ। यो कामभाव यस्तो छ कि देवताहरूलाई पनि यसले विचलित गर्दछ भने मनुष्यको पनि के हो, मान्छे त्यसै पनि विचलित बन्छ। बडो सम्मिलित नहुँदाखेरि मान्छे विचलित बनि नै रहन्छ। काहीँ न काहीँ यो मनले धोका दिन्छ काहीँ मानवीय काममा काम संसार भयो। सम्झिँदै हुनुहुन्छ मलाई के भयो यस्तो
अधिकारी म त तपस्वी हो नि म त महादेव मेरा मतलब त विकार नहुनु पर्ने तर आए समय नभइकन विकार कसरी तर क्लासमा 90 जना थियो कि त्यतिखेर पार्वती लिएर हिमालय पर्वत पुग्नुभयो पार्वतीको सान्निध्यताले महादेवको मनमा अझ धेरै काम भावनाको जागरण एकछिन बस्नु यहाँ नआउनु वहीं छोड़ दिनु नि बोल्दाम नभएर मज्जाले बटर यसले हत्तु पारेको छ कि छोला बटरे खै एकछिन यसले भन्दा यो यसले हत्तु पारेको छ कि अरे फेन्टा पनि रहेछ त्यसमा फेरि त्यो बोर्डका भएन नि हो है बिहा गर्ने केटीहरूले विचार गरिरहेको पूजाको अझै स्वादिलो हुन्छ है भिडियो हुँदैछ भिडियो हुँदैछ खाऊ खाऊ यहाँ पनि दिनु भाइला उयो नानी तिमीले दिएको Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn
तपाईँले पुछ्दैछु तपाईँ यतापट्टि आउनु भयो खाली छ उयो दुध हालेको छैन अलिकति हाल्नु अन्त अहिले दिइहाल्छ पखाला प्रमाण एकछिन ल्याउनुपर्छ ओके नि दिँदा यो के नि मैले त्यो ए दक्ष प्रजापति त्यता होइन यता बस्नुपर्छ उल्टोपट्टि उल्टो बसेर पनि काहीँ पूजा हुन्छ यता आउनु सुन्नु सुन्नु पल्लोपट्टि उत्तर फर्केर बस्नुहोस् अनि ए गुरुहरू तपाईहरू मन्त्र सुरु गर्नुहोस् म के गर्नु भन्नुहोस् दक्ष प्रजापति हजुर फुल लिएर नमस्कार गर्नुहोस् त ल खोइ त फुल त यता तल्लोपट्टि ल हुन्छ वादन गर्नुहोस् ओम श्रीमन् महागणाधिपतये नमः लक्ष्मीनाथाभ्यां नमः उमामहेश्वराभ्यां नमः सतीपुरन्दराभ्यां नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वाभ्यो देवेभ्यो नमो नमः गणानाथ गणपति गंगावाय प्रियानाथ प्रियपति गंगावाय निधिनाथ निधिपति गंगावाय बसो मम मजानि गर्भमोदमजासि गर्भम ओम गणपतये स्वाहा अरे गुरुहरू यसरी पढेर कहाँ हुन्छ अलिक छिटो स्वाहा यसरी हुन्छ पढ्ने यसरी पढ्नुपर्छ स्याबास बल्ल भयो यसरी दक्ष प्रजापतिले लेख्ने भइरहेको ठाउँमा सती महारानी विस्तार ओम क्षेत्रपालाय स्वाहा ओम
मैले बोलाएको थिइनँ त कहाँबाट आइस यहाँ कहाँबाट आइस अरे पिताजी हजुरले यति ठुलो यज्ञ गर्नुभएको छ मलाई किन बोलाउनु भएको पिताजी म हजुरको छोरी होइन पिताजी के म हजुरको छोरी होइन त मेरो छोरीको होस् नि तर मलाई बोलाएपछि त के अरे त तयार जा अरे पिताजी हजुरको यज्ञमा यस्तो ठुलो यज्ञमा आएको छु कसरी जाऊ पिताजी यहाँबाट कसरी जाऊ हजुरको छोरी होइन पिताजी हजुर यति साह्रो निर्णय नहोस् पिताजी यति साह्रो निर्णय नहोस् कुरा बुझ्ने कोसिस गर मलाई मैले त भनेको थिएँ मैले त भगवान विष्णुलाई दिन्छु भनेर मैले त धर्मधारीसँग मैले आफै बिहे गरिदियोस् मैले आफै मनपरी गर्ने बेलामा गरिस् अहिले मलाई तेरो पिताजी चाहियो होइन अरे पिताजी म कच्चीमा नगरमा पनि आएको छु तर मलाई कसैले कुनै स्थानमा दिनु भएन ठिक छ पिताजी सफल बनाएर देखाउँछु पिताजीले मागेको पूजा नभएछ कुनै यज्ञ सफल हुँदैन पिताजी कुनै यज्ञ सफल हुँदैन हुन्छ अवश्य हुन्छ यो यज्ञ सफल भइसक्यो त्यसर्थ सफल भइसक्यो यो संसारमा बस्ने अघि पछि लगाएर हिँड्ने सर्पको माला नहुने पिछी रङको कुण्डल नहुने तँलाई त्यस्तोको स्थान चाहियो नहीं पिताजी अब म योभन्दा उता सुन्न सक्दिनँ पिताजी भगवान भोलेनाथ त मिल्न अब म सुन्दिनँ पिताजी नहीं पिताजी अब म यो कामलाई छोड्दिनँ पिताजी यो कामलाई बिर्साउनु पर्यो पिताजी अरे गुरुहरू छिटो गर्नु छिटो गर्नु यसरी दक्ष प्रजापतिको यज्ञमा सती महाराजले प्रार्थना गरिसक्नु भएको छ देवर्षि नारद कतैबाट घुम्दै सतीले प्राण त्यागिसके गुरु यो म के देख्दैछु यो दक्ष प्रजापतिको यज्ञमा सती महाराजले प्राण त्याग्नुभएको छ यो के देख्दैछु म अब म यो के देख्दैछु यो खबर म कहाँ कसलाई सुनाउनु भएको हो म कसलाई सुनाउँ अब यो खबर लिएर म कैलाश पर्वत जानेछु र भगवान भोलेनाथलाई यो खबर अवश्य सुनाउनेछु नारायण 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 प्रणाम प्रभु प्रणाम देवती तिमी यसरी किन दौडिरहेका छौ किन हतासित दौडिरहेका छौ देवती प्रभु के भन्नु प्रभु कसरी सुनाऊ अरे देवती तिमी यो के भन्दैछौ भन के भो भन किन आत्तिँदैछौ भन प्रभु म कसरी भनौँ त्यो दक्ष प्रजापतिको यज्ञमा तिमी झुट बोल्दैछौ कि क्या हो तिमी पनि झुट बोल्न थाल्यौ यो त हुनै सक्दैन त यो त असम्भव कुरा छ अरे प्रभु मैले यी मेरा दुईटै आँखाले देखेको प्रभु अब म जान्छु प्रभु नारायण 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 मैले यो के सुने प्राण त्याग गरे यो मैले सुने जाऊ गएर त दक्ष प्रजापतिको यज्ञ जो आज्ञा प्रभु जो आज्ञा
कैलास